डे 19 अफ 75 डेज हार्ड च्यालेन्ज। हाई गाइज, गुड मर्निङ। आज चाहिँ मेरो क्लास थियो ताल नृत्य भूमि टाँचलमा। सो म चाहिँ यहाँ गएर हामी 1 घन्टा क्लास गऱ्यौँ अनि प्लाङ्क च्यालेन्ज पनि गऱ्यौँ। यहाँ अभियसली यहाँ सबैजना मेरो फेभरेट हुनुहुन्छ, वान अफ दि फेभरेट्सले जित्नुभयो। अनि त्यसपछि हामी टिकटक सिकटक बनाएर टिकटक चाहिँ गरेर हेर्न सक्नुहुन्छ हजुरले। मैले अगाडि पोस्ट गरिसकेँ बनाएर। अनि म चाहिँ घर फर्किएँ। Miyangko saat kakak sekolah. Masa tadi kau sekolah jani berama. Haji ya, dulu hudena. यति गीत गाएर पुग्नु चाहिँ स्कुल गयो। अनि मैले चाहिँ चिया खाएँ। त्यसपछि मेरो माम खाने टाइम भयो। यो चिकन चाहिँ एकदमै थोरै तेलमा फ्राई मात्र गरेको, सर्के देखिरहेको छ तर एकदमै मिठो थियो। अनि त्यसपछि मैले पानी हालेँ। आज चाहिँ मैले एकदम कहिले नदेखाएको चिज देखाएर चाहिँ मान्छेले मलाई पागल सोच्छ होला। म चाहिँ डेटोल मिक्स गरेर पानी सबतिर हालिदिन्छु कि ऱ्यान्डमली जताततै क्या। अनि यो चाहिँ म स्पेसली घरमा कोही पनि नहुँदा गर्छु, बिकज भुइँमा हिँड्नुपर्छ। भुइँमा मैले सबै भिजाइदिएको हुन्छु कि आई मिन त्यस्तो भिजाउँदिनँ अभियसली, हावाले अलिअलि सुक्ने गरी। तर खोइ म साइको हो कि के हो, म यो जहिले नै गर्छु क्या। मलाई मान्छेले पागल सोच्छु होला। वेल नो वरिज। अनि म डेली जर्नल पनि गर्छु। सो बेलुकाको लागि म चाहिँ रेडी गर्दै थिएँ। गरिब बोकाती हो नि त। अनि म पढ्छु पनि है गाइस। अनि त्यसपछि चाहिँ मैले पुग्न र मेरो कम धुएँ। टाइम थियो मसँग फुर्सद। सो अनि यो चाहिँ मेरो खाजा थियो, सरले मलाई लिएर दिएको। अनि पुकुन चाहिँ सुतेर उठेर एकदम फसी भएर रोइरहेको थियो, रिसाएर। खोइ किन हो थाहा छैन मलाई, उसलाई यस्तै हुन्छ उठेपछि। फोन पनि फालिदियो। अनि आज म कौसीमा गएर पल्युसन हेर्दाखेरि ओ माई गड, आई वाज लाइक धन्न म कलङ्कीतिर बस्दिनँ। वेल, गुड नाइट गाइज, द्याट्स अल फर टुडे। सी यु टुमोरो, बाई बाई। भोलि त मेरो डे 20 हो। वाउ, सो एक्साइटेड। भोलि त म केही खान्छु होला यार।